तपाईहरुले गरेको क्रियाकलाप एमालेको नाममा, कांग्रेसको नाममा, माओवादीको नाममा या राजावादीको नाममा सबैले जसरी लुटेर कार्यकर्तालाई देशको अनुदान लुटेर हामी तपाईलाई नै लुटेर भनेको छैन, तपाई जस्तो एकदम लुटेर। मानव तस्कर मन्त्रीलाई संरक्षण गर्नुभयो, मन्त्रीबाट त हटाए जस्तो गर्नुभयो, तर संरक्षण गरेर राख्नु भएको छ। त्यसो भए तपाई मानव तस्करीको संरक्षक हो। नीतिगत दिगोपनको हिसाबले लङ टर्मको हिसाबले गर्ने हो भने 48 देखि यता त के भीमसेन थापाकै पालादेखि यता आउँदाखेरि हामीले 5 वर्ष एउटा प्रधानमन्त्री राख्न सकेनौं नि नेपालले। त्यो त हामीले 48 पछि त राख्नु पर्थ्यो होला, 62 63 पछि त राख्नु पर्थ्यो होला। कसलाई दोष दिने? तपाईहरुलाई। रवि लामिछाने कुनै सहकारीको सञ्चालक होइन। उहाँले कुनै सहकारीमा गएर ल्याप्चे लगाएर नागरिकताको फोटोकपी राखेर 3 पुस्ते राखेर लोन लिनु भएको छैन, तर आज उहाँ जेलमा हुनुहुन्छ। सहकारीको सञ्चालक समितिको सदस्य र सहकारीको ऋण नतिरेको भनेर नाम सूची समेत कालो सूचीमा प्रकाशित गरिएको, तपाईलाई चाहियो भने म दिन्छु। प्रकाशित गरिएको व्यक्ति तपाईको श्रीमती, उहाँ चाहिँ उन्मुक्ति। यो भन्दा बढी शक्तिको दुरुपयोग के हुन्छ? त्यही भएर तपाईले सभापति नछोड्या त हो नि। पहिलेदेखि त लाज पनि हुन्छ, अघि पनि एउटा लाजेको कुरा बताए। जनताको पैसामा तलमाथि गरेपछि लाज हुँदा त? अरे बाप रे, ये तो धोती खोल रहा है। जनता अज्ञानी पनि हुन्छ के? जनता भने दुईटै हुन्छ। जनता अज्ञानी हुन्छ भने त सर 52 सालमा सशस्त्र युद्धको तपाईहरुले सुरुवात गरिराख्दा 17,000 मान्छे मर्नी र मार्नी अवस्था आउँदा त्यति बेला जनताले तपाईलाई साथ दिए, जनता अज्ञानी भए। जनआन्दोलनमा जुन रूपमा मान्छे मरेर ठूलो क्षति भयो त्यति बेला जनता अज्ञानी भए। यत्रो समय 18 वर्षसम्म यी राजनीतिक दलहरुलाई चाहिँ साथ दिनुपर्ने बाध्यता आयो, जनता त्यहाँ अज्ञानी भए। जनता त्यसो भए 7 सालदेखि यता राणाकालदेखि यता जनता सधैँ अज्ञानी। ठुल्ठुलो पार्टी मिलेर बसेका छन्, प्रतिपक्ष कमजोर बनाएर लोकतन्त्र कमजोर हुन्छ भने फेरि गीत गाइहाल्छ। यहाँ त यो मुलुक यस्तो मुलुक बन्यो कि अहिले केही गरे पनि तपाईँलाई सुकै पाउनु। कसले बनाएको यस्तो? तपाईहरुले बनायो हैन? 38 सालदेखि निरन्तर रूपमा जनप्रतिनिधिदेखि राजनीतिक मान्छे तपाईले लिन पर्दैन त्यसको दोष। शाबाश मेरे शेर। जनताले त्यसो भन्न थाले नि। पहिला एउटा राजा थियो, अहिले 753 वटा राजा, 7 वटा राजा, यो अर्को गणतन्त्रको राजा, 761 वटा राजा भए। टोल टोलमा राजा भए। अब श्रीपेश नलगाएका त्यस्ता चीजहरु पहिले लुट्नसम्म लुटे भन्छन् नि त। मैले भन्ने गरे 761 राजाले लुट्न भन्दा एउटै राजाले लुटे अलि कमै हुन्थ्यो, बरु ठिकै थियो भन्ने लाग्यो होला क्या। म अहिले पनि मैले एउटा नयाँ पेन्ट लाएर घर गएँ भने मेरो बुवाले पहिले पेन्ट सिमट्नुहुन्छ कि कहाँबाट आयो भन्ने कुरा मैले मेरो बालाई कुन व्यापारीले दियो भनेर। तपाई प्रधानमन्त्री बन्नुभयो, तपाई पार्टी अध्यक्ष बन्नुभयो, तपाई पार्टीको महासचिव बन्नुभयो। कलिलै उमेरमा महासचिव बनेको के तपाई त होइन? यहाँसम्म 41 वर्षसम्म तपाईले के गर्नुभयो र अहिले पनि नछोड्ने के तपाईहरु? राजनीतिक अस्थिरताको आजको मेजर कारणहरू संस्था बलियो बन्न नदिने र व्यक्ति बलियो बलवान बनाउने यो जुन जुक्ति हो, यो चाहिँ यो तरिकासँग यो खतरनाक छ र यो चिजसँग म सहमत छु। अनि त्यो त मुलुकलाई अस्थिर राख्ने बेइमानहरूले तयार गर्ने जुक्ति हो। तपाईकै नेताहरू त उन्नति बेइमान हो। तपाईको पार्टी सरकारमा छ, मुलुकमा अस्थिरता छ, मुलुकमा निराशा छ, मुलुकमा आज मानिसमा यो सबै स्थिरता चाहिँ के केटाले ल्याइदिएको हो? यो सबै स्थिरता पनि हो हैन? हाम्रो भाग कति हो छलफल गरौँला न, छलफल गरौँला नि त। हामीले त भनेका हौं त मुलुकमा बहुमत दिनुस्, राजनीतिक स्थिरताका निम्ति हामीले अघिल्लो निर्वाचन लडेका हैन? दिएको हैन तपाईहरुलाई? हैन, बहुमत खानु आयोजकहरूको कुनै स्पष्ट दृष्टिकोण छैन के? त्यहाँ कहाँ पुग्ने हो? नेपालमा कहाँ जाने हो? के ल्याउने हो? राष्ट्र संस्था कसरी ल्याउने? हिन्दू राष्ट्र ल्याउने, अब यसरी व्यवस्था परिवर्तन गर्ने, त्यो कुरा क्लियर छ। तर के त्यस्तो व्यवहारमा जोलाई मन लाग्यो त्यसैलाई, जो नागरिक पायो त्यसैलाई त्यो कुनै लक्ष्यविहीन जस्तो हैन, उद्देश्यविहीन जस्तो एउटा जो देखियो नि अराजकताको पराकाष्ठा जस्तो देखियो नि। त्यसो हो भने अहिले त्यस्तो गर्ने प्रवृत्तिले सत्ता आएपछि चल्छ त?
बोली सुन्नुहोस् हिजो मलाई भनिदिनु न होइन यसमा एउटा यस्तो तपाईँ हुन्छ। कन्टिन्यू गर्न यसमा तपाईँलाई भनौँ हिजो माओवादीले 52 सालमा 2-4 बन्दुक बोकेर चौकी तोडफोड गर्दै मान्छेको हत्या गर्दै हिँड्दै क्रान्ति सशस्त्र क्रान्ति गरेर 17,000 मान्छे ल्याएर व्यवस्था परिवर्तन गर्न हुने प्रदर्शन गरिरहेको बेलामा जुन भयो उहाँहरूले भनेको है यो चाहिँ नाजायज। सबै दोष पोलिटिकल पार्टीले मात्रै लगाउने कि जनताले पनि लगाउने यो जनताले यस्तो पोलिटिकल पार्टीलाई किन चाहिँ त्यस्तो चाहिँ गर्ने ठाउँ पुऱ्यायो पहिलो कुरा कसैले किनेको सुन्नु न कसैलाई बहुमत दिएर के हुन्छ गणतन्त्र आएपछि तपाईहरु बहुमत दिने जस्तो अनुहार छ त तपाईहरुको सुनकाण्डको छानबिन अब अघि बढाउनुहुन्छ गृहमन्त्री तत्कालीन गृहमन्त्रीले त आयोगको रिपोर्टै लुकाइदिनु हो अब सार्वजनिक गर्नुहुन्छ बिस्तारै हुन्छ सबै कुरा कहिले बिस्तारै हुन्छ कहिले यो तिथि मिति गरेर तुम भन्नुपर्छ मैले तपाईँसँग पर्यो नि किन जनतालाई नभने कसलाई भन्नुहुन्छ जनताले मत दिएर तपाईँ मन्त्री हुनु भयो होइन अलिकति यो खास गरेर नढाँटी भन्ने हो भने तपाईँ गणतन्त्रवादीहरूको घरमा राष्ट्रतावादीहरूको भुइँचालोले तपाईँहरूको घरमा कम्पन कायम गरेको छ हल्लाइरहेको छ होइन। अब डाक्टर साहब अब मंगोलियाको कुरा गर्नुभयो मंगोलिया आयोजना छान्ने चाहिँ यो पनि राम्रो सुन्नुहोस् आयोजना छान्ने चाहिँ नि अब उही मुलुकले हो नेपालको आयोजना चाहिँ जो एमसीसी को आयोजना पनि नेपालकै विज्ञहरूले छानेका आज मलाई सुन्नुहोस् राम्रो होइन अब रोके तपाईँले यो के भने सुगा रटाई भयो क्या डाक्टर साहब के अरे सुगा रटाई जस्तो भयो के सुगा रटाई संसदीय समिति भनेको चाहिँ मिनी संसद हो अर्थात् संसदको एउटा रूप हो। संसदले कार्यकारी या कार्यपालिका तय गर्छ हाम्रोमा त्यस हिसाबले कार्यपालिका चाहिँ न्याय यो व्यवस्थापिका प्रति सधैँ उत्तरदायी हुनुपर्छ। प्रधानमन्त्रीलाई लेखा समितिमा बोलाउन पनि सक्नुहुन्न जबकि राज्य व्यवस्था समितिमा उहाँ गएर जवाफ दिनुहुन्छ अरे तपाईँ त यति नालायक रे मजा आयो। संसदमा म 16 खर्ब खोइ भन्ने तपाईले संसदमा बोलेको शब्द पहिला पर्खिनुहोस् तपाईले संसदमा बोलेको भनाइ म भन्छु त्यति बेलाको 12 खरीमा तपाईले बोलेको न्यूज प्रकाशित छ त्यहाँ तपाई दाबी गर्नुहुन्छ सत्ता पक्षको नेताका रूपमा तपाईले बोले हो नेपाल विद्युत प्राधिकरणले व्यवसायी संघको मिलोमतोमा 16 अर्ब रुपैयाँ तलमाथि गरेको छ। यो आरोप पुष्टि नभए मलाई टुडी खेलमा हिँडाइयोस्। तयार छ त यो आरोप आजसम्म पुष्टि भएको छैन। पक्नुहोस् है मैले गर्ने हो र यो आरोप अहिलेसम्म पुष्टि भएको छैन। कुलमानलाई हटाइयो मिसन सक्सेस भयो पार्टी खानुभयो होला होइन। अब पक्नुहोस् न प्रश्नै सकिया छैन कि अब तपाईँलाई टुडी खेलमा झुन्ड्याउन नेपालमा कानुन छैन। तपाईँ आफै गएर कहिले झुन्ड्याउनुहुन्छ? हामी त माघ 19 पछाडि समाचार पढ्दा पछाडि आर्मीको बन्दुक थियो। बन्दुक आएर बिचरा माओवादी नभएको मान्छेलाई पनि लयर कन्सेप्टमा त्यस्तो लाग्यो त्यहाँ माओवादी मात्रै भन्नुहुन्न के त्यसमा मान्छेलाई के पर्यो माओवादीको एजेन्डा सबैको थियो नि स्वतन्त्रता समानता होइन। मार्न त तपाईँहरूले पनि निर्मम ढङ्गले कति मार्नुभयो होइन। मानव तस्कर मन्त्रीलाई संरक्षण गर्नुभयो उहाँ तपाईको अनुमति बिना जापान जानुभयो होइन। उहाँसँग 3 जना तस्करीमा परेका युवा सँगै गए सँगै फर्काइयो होइन त। उहाँले के भन्नुभयो छोड्दिउँ उहाँको जिब्रो कतिवटा छ नि छोड्दिउँ सँगै फर्काइयो। फर्काइसके पछाडि सबै 4 जनालाई पक्राउ गरियो। तिर्नेलाई चाहिँ आज पनि जेल पैसा लिने र लेटर प्याडमा लेखिदिने र लिएर जानेलाई चाहिँ फुलको माला। म नेपालका सबै हाम्रा जाति भाषा धर्म सम्प्रदायका संस्कृति धर्म धार्मिक आस्थाहरूमाथि सम्मान गर्छु। देउतालाई ढोक्नुहुन्छ र? डोक्छु हो र? डोक्छु नि। मार्क्सवाद पढेको होइन? मार्क्सवाद पढ्यो तर रोक्छु। मेरो हुन त तपाईहरुको मार्क्सवाद मासु भात भइसक्यो। तपाईँ नै विरोध गर्नुहुन्छ फेरि त्यो रवि लामिछानेलाई किन समातेको भनेर किन भनेको त्यही काम गरे होइन? रवि लामिछानेलाई चाहिँ तपाईँको त्यो के अरे समातेको अहिले के भनिरहेको छ? केपी ओलीलाई चाहिँ किन नसमात्या भनेको उहाँले एउटा सार्वजनिक कार्यक्रममा 2 दिन अगाडि होइन सार्वजनिक रूपमा बोल्नु भएको छ। एउटा ठिटो रवि लामिछाने भन्ने ठिटो बेरोजगार भएछ म कहाँ आयो केही पनि काम पाइन भन्यो। भनिसकेपछि मैले के जानेका छौ भनेर सोधेँ। मैले बोल्न जानेको छु भन्यो। अनि मैले नेपाल टेलिभिजनलाई भन्ने
र उसले नेपाल टेलिभिजनमा सिधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम चलायो। नेपाल टेलिभिजन तपाईँकै माथा पर्छ। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। जति बेला उहाँले भनिदिनु भयो र उहाँले बोल्नुभयो त्यति बेला रवि लामिछानेको नागरिकता नेपाली नागरिकता थिएन, अमेरिकी नागरिकता थियो। उहाँको पासपोर्ट अमेरिकी थियो र उहाँ फ्यामिली भिजामा नेपाल आउनुभएको थियो। अनि विदेशी मान्छेलाई नेपालको सिंहदरबारभित्रको सरकारी कार्यालयमा लिएर गएर जागिर खुवाउने मान्छे दोषी हो कि होइन? बालनले पैसा बाँड्नु भएको थियो। व्यक्तिलाई पैसा दिने क्या, तपाईँलाई पैसा दिने, तपाईँको चाहिँ के अरे सिममा हालिदिने पैसा, अनि तपाईँले त्यो काम गर्ने, प्रचार गर्ने, अर्को सिममा हालिदियो, अर्को सिममा हालिदियो। तपाईँहरूले सिधै दिनुहुन्थ्यो, हामी यो पार्टी ये तो धोती खोल रहा है। तपाईँले भनेको के ऋषिकेशजी, अब मसँग तथ्य छ, मसँग प्रमाण छ, पहिला म सक्छु नि, भन्नुभयो पहिला म सक्छु नि, म छ त, ल देखाउनु नि त। चाहिँ त्यो 16 अर्ब रुपियाँ नेपाल विद्युत प्राधिकरणको तात्कालीन नेतृत्व 8 अर्ब व्यापारी मिलेर खाएको। तपाईँ तारे होटलमा गएर व्यापारीसँग भोज गर्ने अनि आरोप चाहिँ तपाईँ लाउने। सिपिङ कर्पोरेसन त्यति बेलाको पानी जहाज त्यसमा हिस्सा खोज्नेदेखि ओमेगा घडी कम्पनीलाई नाफा खोजेर भगाउने मान्छे भनेर तपाईँले अब भने होइन नि? हेर्नुहोस्, त्यो ओमेगा घडीको ज्ञानेन्द्र सरकारले मलाई भने होइन, डाइरेक्ट मलाई भनेको चाहिँ प्रभाकर शमशेरले हो। तपाईँले लेखेर प्रभाकर अब जिम्मा लिनुपर्छ। तपाईँले सुन्नुहोस् न, प्रभाकर शमशेरले कारोबार गर्ने ज्ञानेन्द्र सरकारको हो। उहाँ के भन्नुहुन्थ्यो, ज्ञानेन्द्र सरकारकै हो, त्यसपछि सकै छैन। उहाँले आएर मलाई भनेपछि मैले नो भने ज्ञानेन्द्र सरकारकै हो। त्यही त तपाईँले किताबमा लेख्नुभयो। लेखेँ, मैले लेखेँ। तर अहिले घाटीमा माछा काँड अड्क्यो। तपाईँमाथि आरोप छ बागमतीमा बग्नु पर्थ्यो पानी। 2040 सालमा ढल मिसाउन सुरु गर्ने मान्छे तपाईँ। 46 सालको आन्दोलनको दमनको काम गराएर हो है, तपाईँ दमनकारी हो। नागरिकता बेच्ने शर्तमा पैसा लिने तपाईँ। सर्पको छालाको तस्करी गर्न दिने शर्तमा पैसा लिने तपाईँ। पूर्व राजा ज्ञानेन्द्र शाहसँग एकचोटि मात्रै भेटघाट भयो भन्नुभएको छ। अहिले पछिल्लो चोटि त धेरैचोटि भेट भयो। धेरैचोटि भएको छैन। अस्ति लन्च खान बोलाइबस्यो। लन्च खाएको कि लालीपप खाएको? अब म सबैलाई मिलाउने काम त म गर्थेँ नि त। म बुढो पनि भएँ, म सिनियर पनि भएँ, मेरा भाइहरू छन् धेरै। सबैलाई मिलाउने काम गर्नुको निम्ति म आएको हुँ। हेर्नु, म यो काम सकिएपछि म चाहिने वाइल्ड लाइफमा जान्छु। म वाइल्ड लाइफमा जान्छु। म कुनै एक्टिभिटी खास्तो गरेर जिउन खानु क्या। यो आन्दोलनमा जति खर्च भइरहेछ त्यो चाहिँ सीमा पारीबाट आउँछ कि निर्मल निवासबाट आउँछ? पर्सि जेठ 15 देखिको आन्दोलन चल्दै होइन। हाम्रो सल्लाहले अहिले पनि म बिहान सल्लाह गरेका थियौँ। हाम्रो हेर्नुहोस्, अहिंसात्मक आन्दोलन हुन्छ, एउटा लट्ठी हुँदैन त्यहाँ, अघि एउटा ढुङ्गो कसैको हात आउँदैन। हामी शान्तिपूर्ण रूपले हामी चाहिँ मार्च पास गर्छौँ। त्यो मैले बताइदिने। जुन क्षेत्रमा हेर्नुहुन्छ दिक्क लाग्दो त्यही त सर मैले भनेको 48 सालदेखि यता आउँदाखेरि आज 30-32 वर्षको अवधिमा सधैँभरि सत्ता सरकार र प्रतिपक्षमा तपाईँहरू हुनुहुन्छ। तपाईँलाई जनताको त्यो पीडाले किन पोलेन?